गोर्खापछिको दोस्रो दरबार लमजुङको घले राजाको दरबार रहेछ। अहिले यो जिना भएर यहाँको स्थानीय सरकारले मर्मत सम्भार गर्नुभएको रहेछ। लमजुङको घले राजा बस्ने दरबार। यहाँबाट चारैतिरको रमाइलो सिन देखिँदो रहेछ। साह्रै रमाइलो ठाउँ रहेछ। हेर्नुहोस्, मर्मत सम्भार कार्यक्रम भइरहेको छ। यो ठाउँ चाहिँ चैते दसैँमा राँगा खसी बोकालाई बलि दिने ठाउँ रहेछ। यो दरबारदेखि लमजुङको बेसी सहर बजारको दृश्य कति राम्रो देखिँदो रहेछ। हेर्नुहोस्, अनि वरिपरिको सिनहरू हेर्नुहोस्। बेसी सहर बजार दरबारबाट देखिने। यसलाई फेरि पहिलाकै अवस्थामा बनाउन लागि रहेछ। घलेको दरबार। यो ठाउँ चाहिँ साह्रै रमाइलो रहेछ। एकचोटि घुम्ने आउनु पर्ने ठाउँ रहेछ। बाटो पनि राम्रो छ। 80% पिच छ, 20%मा चाहिँ पिच हुँदैछ। यहाँबाट चाहिँ चारैतिरको रमणीय दृश्य देख्न सकिनेछ। त्यहाँबाट शालिग पनि रहेछ। पक्कै पनि सेनानीको शालिग जस्तो लागिरहेछ मलाई। हेर्नु शालिग। यो शालिग चाहिँ लङ्गदरबारको ऐतिहासिक पुरातात्विक र पर्यटकीय महत्त्व प्रदान गर्नको स्थानीय सबै पक्षको चाहना बमोजिम श्री जङ्गलको पत्रकारितामा यस लमजुङ दरबार तथा कालिका भगवती मन्दिर परिसरमा तत्कालीन लमजुङ राज्यका राजा ईश्वरबर्मन शाहको अर्धगत सहितको भनेपछि यो लमजुङ घलेबाट छिरेपछि यहाँको राजा चाहिँ ईश्वरबर्मन शाहले चाहिँ चलाउनु भएको रहेछ। त्यहाँनिर कालिका मन्दिर छ। आफ्नो मनमा इच्छा भएको कुरा भक्कल गरेमा चाहिँ पुरा हुनेछ भन्ने चाहिँ यहाँको चाहिँ गाउँलेको चाहिँ जनविश्वास रहेछ। यहाँबाट मग्न राम्रो दृश्यहरू कैद गर्न सकिँदैछ। हजुर पनि अवश्य पाल्नु होला भन्दै यो भिडियो यही अन्त्य गर्छु। हवस् त, धन्यवाद। धेरैजनाले हेरिदिनु होला र मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला।